हेलो गाइस, वेलकम छ सबजनालाई। आज चाहिँ मेरो मम्मीले यहाँ भुटी बनाउनु हुँदैछ। अर्को यसमा चाहिँ भन्छ चिटीमिटी पनि भन्छ। र हामी चाहिँ यसलाई भुटी भन्छौँ। र यो चाहिँ एकदम ग्रेभी बनाएर रेडी भएर मम्मीले ग्रेभी चाहिँ पहिल्यै बनाइसक्नु भएको थियो। र यो चाहिँ धोएर मजाले यहाँ हाल्नु हुँदैछ। र यो चाहिँ अहिले एकछिनमा पाकेपछि चाहिँ एकदम दामी हुनेछ। दामी भन्दा पनि दामी। मलाई चाहिँ मम्मीले बनाएको यो चाहिँ साह्रै मनपर्छ। मैले बनाएको अलिक राम्रो हुँदैन भनेर चाहिँ मैले मम्मीलाई नै बनाउनु लगाएको आज। जाने जस्तो म बनाइहाल्छु, तर यो चाहिँ जान्दैछु र पनि मलाई चाहिँ मम्मीको जस्तो टेस्ट आउँदैन। र मम्मीले चाहिँ यहाँ टमाटर हाल्नु हुँदैछ मजाले चट काटेर। मम्मीको कटाइले थाहा पाउनु हुँदैछ होला कि कस्तो चाहिँ खाना बनाउनुहुन्छ मम्मीले भनेर। र मम्मी चाहिँ अब टमाटरहरू मजाले काटेर हाल्नु हुँदैछ हो। अन्त दुईटा हाल्नु सक्नुभयो अहिलेसम्म चाहिँ। अन्त मजाले चलाउनुहुन्छ, अब मजाले पकाउनुहुन्छ यसलाई हो। अन्त हेर्दै खाउँ लागिरहेको थियो। हेर्नु न कस्तो मजाले पकाउनुहुन्छ। हामीले पकाउँदाखेरि यस्तो कहिल्यै भएन। त्यही लागि म त मम्मीको हातकै मनपर्छ हो। अब टाइम हुँदासम्म त हो खाने। अब कहिलेदेखि आफ्नो उयोमा काममा लागिन्छ। कोही बेला कहाँ हुन्छ, कोही बेला कहाँ हुन्छ। घरमै बसिरहनु पनि त भएन। आफूले कमाउनु पर्यो, भनेको चिज बनाउनु पर्यो, मन लागेको चिज लगाउनु पर्यो, खानु पर्यो। खानु लगाउनु त केही छैन नि, त्यो त आमा बाबाले नि दिइरहेको हुन्छ। तर अब ठुलो भएपछि आफ्नो खुट्टामा उभिएपछि त के गर्नु पर्यो, मान्छेलाई गएर देखाउनु पर्यो। अन्त अहिले नै हो खाइराख्ने। आमाको हातको पछि त याद आउँछ नि। जति आफूले मिठो बनाए पनि आमाको हातको खाना कहिल्यै बिर्सिँदैन। र आमाको हातको जस्तो कहिल्यै कसैको हातको हुँदैन। आफूले जस्तो मिठो बनाऊ, जस्तो पैसा दिएर खाऊ, तर पनि आमाको हातको जस्तो कहिल्यै मिठो हुँदैन। र साथीहरू, यो चाहिँ अब हेर्दै पाक्नु आँट्यो हो। मम्मीले मजाले चलाउनु हुँदैछ डढ्छ भनेर। अन्त ग्यास सानो पारेर मजाले एकछिन छोडिदिनुहुन्छ। हेर्दा त म त खसीको मासु जस्तो देखेको नि यसो हेर्दा चाहिँ अब खसीको जस्तो देख्दो रहेछ, तर खसीको चाहिँ होइन साथीहरू। हामी फेरि घरमा सबैजना हाई प्रेसर मात्रै छ हो। खसी फेरि खानु हुँदैन। खायो भने पनि कोही कोही बेला खान्छु। फेरि टाउको दुख्नु त्यस्तो बिमारीहरू भइहाल्छ। त्यही लागि चाहिँ खसी चाहिँ अलिक कम गरेको। जतिसक्दो माछा र पोल्ट्री मात्रै खान्छौँ हामी। र घरको देसी कुखुरा त्यति नै हो। र अब चाहिँ मम्मीले आँटा मुस्नुहुन्छ रोटी बनाउनु लागि। मासु चाहिँ पाक्दैछ। मासु चाहिँ यस्तो देखेको चाहिँ मैले त्यस्तो फोटो हालिदिएको पाक्दै गर्दा चाहिँ। आमाले आँटा मुस्नु हुँदैछ। आँटा मुसेर चाहिँ मम्मीले पोल्नुहुन्छ। चाहिँ मजाले मुस्नुहुन्छ। मुसेर गोलो बनाउनु हुँदैछ रोटी बनाउनु लागि। र साथीहरू, म चाहिँ भिडियो हिन्दीमा बनाऊँ कि नेपालीमा बनाऊँ चाहिँ भनिदिनु होला कमेन्ट गरेर। र कतिजना मान्छेहरूले चाहिँ नेपाली बुझ्दैन र तिनीहरूलाई अलिक साह्रो पर्छ भने हामी नेपाली त हिन्दी पनि बुझ्छौँ नि त। त्यही लागि चाहिँ एकपल्ट भनिदिनुहोस् होला कमेन्ट गरेर। र हाम्रो मासु र रोटी चाहिँ एकदम रेडी भइसकेको छ। र मेरो भिडियो मन परेमा सब्सक्राइब गरिदिनु होला। म यस्तो भिडियोहरू ल्याउँदै गर्छु। धन्यवाद।